Prank with my big sister. हेलो दिदी म त हेर्न कस्तरी अघि बिहान लडेर मेरो आँखै सुन्ने भने बाहिर सफा गर्दै थियो कि म कस्तो जोडले लडेर झन्डै मेरो आँखै फुट्यो कस्तो डेन्जर पो भइसक्यो अनि के तालले लड्यो त्यस्तो हचमै अनि आँखा त हेर पुरै निलो कस्तो डेन्जर भइसक्यो अलि केयर गर्थ्यो आँखा त आमै कहाँ लड्यो त त्यस्तो अर्को ठाउँबाट लडी अल्को त थिएन कि अनि बाहिर सफा गर्दै थियो अनि कुचो लाउँदै थियो भरिङमा ठोकेको नि यस्तो गरेर आमाहरूलाई चाहिँ नभन्नी फेरि मेरो आँखा यस्तो भएको छ भनेर त्यही भएर मैले भिडियो कल नगरेको कि दिदी भोइस मेसेज नै गर्न मेरो काम म काम पनि गर्दैछु अनि फेरि अहिले भ्याकुम पनि लाउने हो कि अनि त्यही भएर भोइस गर्न ए ल ल ल अनि कस्तो दशा लाग्यो त आमै कस्तो त्यो आज आँखाभित्र केही भएन होला नि है त्यो बाहिर बेसरी ठोक्यो होला अनि पुरै निलो भयो कि मारी सेक्न त्यो अनि घरबुटीहरूले के भन्दो रहेछ त अनि के भयो भने होला है हस्पिटल लाने कुरा गरी के भने त घरबेटीलाई त थाहा छैन अनि उनीहरू बिहान काममा गएकोदेखि अब एकैचोटि एकछिनमा आउँछ 1:30 बजेतिर अनि थाहा नै छैन बिहान ठोकिँदा त यस्तो थिएन अहिले पो कस्तो निलो भयो भने अनि खाना खाजा के खायो भइसक्यो ठोक्नु चाहिँ आजै ठोकेको हो कि हिजो ठोकेको त अनि आज ठोकेको आज अघि बिहान के गर्दा ठिक हुन्छ होला है अब झन्डै मेरो आँखै फुट्यो भनेको धन्न कस्तो दुखिरहेछ अनि त कस्तो डेन्जर भइसक्यो अनि मैले त नपत्याएको अघि तैँले फोटो पठाउँदा त केही स्टिकरमा राखेर पठाउँछु क्या भन्ने मन पो लाग्यो कि अनि त्यो आँखा माथि पो बेसरी ठोक्यो क्या है घाउ भइसक्यो त अनि अब त्यो नुन होइन नुन पानी भन्दा पनि हुन त यस्तोहरू त आइस हुन्छ त चिसो हो यस्तो आइसले सेक्नुपर्छ भन्छ यो त फेरि भित्र रातो भयो भने चाहिँ बाहिर चाहिँ खोइ झन् त्यो तातो पानीहरूले हो यस्तो घाउहरूमा सेक्यो भने झन् इन्फेक्सन हुन्छ अरे कि तातोले झन् पकाउँछ भने खोइ के भनेर भन्थ्यो अस्ति त्यो मलाई पनि त्यो डक्टरहरूले आइसले सेकी हेर्नु भने अलि हुन्छ कि के गर्दा ठिक हुन्छ होला है अब हस्पिटल के जानु यत्रो अब यो त सुन्नेको होला त्यो माथि चाहिँ ठोकेको हो कि अनि त्यही भएर सानो घाउ जस्तै भएको कि त्यस्तो धेरै ठुलो घाउ त भएको छैन अब के भनेर हस्पिटल जानु त अब चस्मा पो लगाएर बस्नु पर्ला अब एकछिनमा साउनीहरू आउँछ अनि त्यतिखेर चाहिँ चस्मा नै लगाएर बस्नु पर्ला अनि के भयो भने चाहिँ भन्नु पर्ला सोध्यो भने भन्नुपर्छ नि यसरी म लड्यो अनि यस्तो भयो अनि त अब यस्तो के अरे कालो भएको छ बेस पनि हो त्यो आँखामै ढकल पऱ्यो होला अनि हुन त हराउनु त बिस्तारै हराउँछ होला अलिक टाइम लाग्छ होला कि अब थोरै निलो भएको है गोद्यो भन्दा पनि चाखण्ड निलो भएको छ अनि यस्तो डेन्जर गरेर निलो भएको छ बिस्तारै बिस्तारै हो त्यो आइस तातो पानीहरू हो त्यस्तो भातहरूले केहरूले अलिअलि बिस्तारै बिस्तारै फेरि पोल्छ होला अलि मन तातो के हो गरेर सेक्दै गर्नुपर्ने अलिक कम हुन्छ कि सोध्यो भने भन्न यसो भयो भनेर हस्पिटल लान्छ कि अलि औषधिहरू पनि दियो भने अलि औषधिहरू पनि त्यो दुख्ने कमहरू हुने खाँदाखेरि अलि हुन्छ कि निको फेरि यस्तो भएको छ फेरि घरमै बस्दा पनि झन् गाह्रो होला कति दुखिरहेको होला तल त्यहाँ दुख्नु त धेरै दुखेको छैन मलाई अहिले यसरी थिचे भने चाहिँ दुख्छ अहिले दिदी चाहिँ कहाँ हो नि आमा कहाँ छ घरमै हो घरमै नानीहरूलाई खाजा दिँदै हो अन्डा भुटिदिएको अनि भात हो त्यो अन्डामै हालेर तताएर दिँदै हो घरमै छ आमा घाँसमा गयो पा पनि यहाँतिर त्यो यहाँतिर मुनतिर ढुङ्गाहरू थियो त्यो खुर्सानी बारीतिर अनि आमाले ढुङ्गा बोक्ले ढुङ्गा बोकेर टिभी हेरिबसेको छ पापालाई मेरो घाउ देखाइदिए अनि पापाले के भन्दो रहेछ मलाई भोइस गर्न ल दिदी
तातो पानी तताउने समाउनु तातो पानी तताउने अलिअलि मल्ल नुन हाल्ने अनि सफा नरम टालोले बिस्तारै बिस्तारै खप्ने सक्नेसम्म सेक्नुपर्छ बिसेको हुन्छ होला नि जस्तो लाग्यो अनि ठोकेको के गर्नु त नि पहिल्यै औषधि नहाल्ने अनि त्यहाँबाट निको भएपछि अलिक बिसेक भएको हुन्छ कि हुँदैन आफूले ख्याल राख्ने मल्ल मल्ल तातो नुन हाल्ने अनि ब्लुङ ब्लुङ पानी उमालेर सबै टालोले स्याप छोप्ने थिच्ने बिसेक हुन्छ त्यो रगतहरू फाटिन्छ अनि भएन भने हस्पिटल जाने नि अब के भन्नु ल ल म त्यस्तै गर्छु नि म भरेतिर फोन गर्छु ल रेस्ट टाइममा ल ल हो त्यो पवले भने जस्तो नि गरी हेर अनि के कस्तो हुँदो रहेछ अहिले भरेतिर फोन गर्नु